नमस्कार, म विवेक। तपाईं यति बेला नेपाली हेल्थ एजुकेसन युट्युब च्यानल हेर्नु भएको छ। तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला र सँगै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। आज हामी तपाईको माझमा एउटा विशेष हेल्थ रिलेटेड टिप्स लिएर उपस्थित भएका छौं र यो अहिले नेपालमा धेरै जसो समस्याको रूपमा देखिरहेको पनि छ। विशेष गरी आज हामी महिला प्रजनन सम्बन्धीका विशेष रूपमा चाहिँ हामी एउटा विषयवस्तु लिएर उपस्थित भएका छौं। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज हामी तपाईको माझमा योनिबाट सेतो पानी आउने र चिलाउने समस्या के हो यसको विषयमा चाहिँ एउटा विशेष जानकारी लिएर उपस्थित भएका छौं। हामी यसको विषयमा तपाईको माझमा जानकारी दिन गइरहेको छौं। तपाईलाई चाहिँ हामीले एउटा प्रश्न रहेको छ यसै सम्बन्धी, त्यो प्रश्नसँगै हामी यस विषयमा जानकारी दिन्छौं। प्रश्न यस्तो रहेको छ, म एक विवाहित महिला हुँ। अहिले 25 वर्षको भएँ। 3 वर्ष भयो मेरो बिहे भएको। मेरो समस्या के हो भने पछिल्लो करिब 8-9 महिना जति भयो मेरो योनिबाट सेतो गनाउने पानी बग्न थाल्यो। पहिले त्यसरी पानी बग्दैन थियो। सुरुमा त हल्का पानी त हो भनेर वास्ता नि गरिन, तर पछि हल्का चिलाउन नि थाल्यो। अनि मैले मेडिकलबाट चिलाउने रोक्न औषधि ल्याएर खाएँ। अहिले चिलाउन त कम भयो, तर गनाउने पानी आउन कम भएन। मेरो बच्चा भएको छैन, तर एक पटक गर्भपतन चाहिँ गराएकी छु। के कारणले यस्तो भएको होला, यसको समाधान के होला भनेर हामी यो विषयमा कमेन्ट गर्नुभएको छ। हामी तपाईलाई यसको विषयमा चाहिँ विशेष रूपमा चाहिँ जानकारी दिन गइरहेका छौं। प्रश्नको लागि एकदमै धन्यवाद छ तपाईलाई। तपाईले दिएको जानकारी अनुसार योनिमा चिलाउने र सेतो पानी बग्ने जो समस्या छ त्यसलाई चिकित्सकीय भाषामा भेजिनाइटिस भनिन्छ। यो एक प्रकारको इन्फेक्सन संक्रमण हो। इन्फेक्सन्स हुने मुख्यतया 3 वटा कारण हुन्छन्, जसमा तपाईले चाहिँ एउटा ब्याक्टेरियाको कारणले हुन्छ, जसलाई हामी ब्याक्टेरियल भेजिनोसिस भन्छौँ भने अर्को फंगसको कारणले हुन्छ, जसलाई हामी क्यान्डिडियासिस वा मोनिलिएसिस भन्छौँ। हामी अर्को चाहिँ प्रोटोजुआको कारणले यसलाई हामी टाइकोमोनाइसिस भन्छौँ। तपाईले अब बुझ्नुपर्ने कुरा, तपाईलाई यही 3 मध्ये कुनै कारणले यस्तो समस्या भएको हुन सक्छ र यी 3 मध्ये जेबाट समस्या भएको भए पनि तपाईले कम्तीमा 3 किसिमको औषधि प्रयोग गर्नुपर्छ। तपाईले फार्मेसीबाट औषधि ल्याएर खाएर चिलाउन छोड्यो भन्नुभयो, तर त्यो के औषधि थियो खुलाउनु भएको छैन। खुलाउनु भएको भए सजिलो हुन्थ्यो र पानी बग्न छोडेको छैन भन्नुभएको छ। त्यसैले हामी भन्न सक्छौं तपाईको उपचार पूर्ण भएको छैन। अब यसको उपचार गर्नको लागि के कुरामा ध्यान दिनु पर्ला त, के कुरामा तपाईले विशेष ख्याल गर्नु पर्ला, हामी त्यसको विषयमा जानकारी दिन गइरहेका छौं। अब यसको उपचार के त भन्ने विषयमा चाहिँ तपाईले बुझ्नुपर्ने कुरा, यसको पूर्ण उपचार गर्नुपर्छ, जसलाई हामी सिन्ड्रोमिक ट्रिटमेन्ट भन्छौँ। यसमा एन्टिबायोटिक हुन्छ, एन्टिब्याक्टेरियाका लागि एन्टिफंगल हुन्छ, फंगसका लागि एन्टिप्रोटोजुअल हुन्छ र प्रोटोजुआका लागि। तपाईले बुझ्नुपर्ने कुरा के हुन्छ भने यसको पूर्ण उपचार गर्नुपर्छ, जसलाई हामी सिन्ड्रोमिक ट्रिटमेन्ट भन्छौँ। यसमा एन्टिबायोटिक हुन्छ, एन्टिब्याक्टेरियाका लागि भने एन्टिफंगलका लागि चाहिँ एन्टिफंगल हुन्छ, जो फंगसका लागि भने प्रोटोजुआका लागि चाहिँ एन्टिप्रोटोजुअल भन्ने औषधि हुन्छ। यो 2-3 थरी औषधि मिलाएर खाएको खण्डमा यो समस्या समाधान हुन्छ। र कहिलेकाहीँ भेजाइनामा फरेन बडी पनि हुन्छ, रौँहरू, कुनै फरेन बडी, टाइम्पोनहरू जस्ता समस्या हुन्छन्। त्यसैले यस्तो समस्याका लागि एकपटक डाक्टरलाई देखाउनु राम्रो हुन्छ। अर्को कुरा, तपाईले एकपटक गर्भपतन गराए भन्नुभएको छ। गर्भपतन र तपाईले भनेको यो समस्या अन्तर सम्बन्धित होइन, तर असुरक्षित तरिकाले गर्भपतन गरेको छ भने कहिलेकाहीँ समस्या निम्ताउँछ। त्यसैले मेरो सल्लाह के छ भने परिवार नियोजनको रूपमा गर्भपतन गराउनु हुँदैन। गराउनै परे सूचीकृत स्वास्थ्य संस्थामा गएर गराउनु पर्दछ। यी सल्लाह दिँदै गर्दा तपाईलाई अन्त्यमा के भन्दछु भने लामो समयदेखि यो समस्या भइरहेको छ भने डाक्टर कहाँ गएर जचाउन ढिला नगर्नुहोला। तपाईलाई मैले भनिसके यो के कारणले गर्दा लाग्छ, यसमा ख्याल गर्नुपर्ने कुराहरू र तपाईले यसको उपचार कसरी गर्न सक्नुहुन्छ भन्ने विषयमा मैले जानकारी दिइसकेको छु। तपाईलाई पक्कै पनि भिडियो कस्तो लाग्छ, कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र कमेन्ट दिन नभुल्नुहोला। नेक्स्ट भिडियोमा हामी अर्कै खालको विषयवस्तुमा उपस्थित हुनेछौँ। आजको यो भिडियोबाट म विवेक छुट्टिन्छु। नमस्कार।